हेलो एभ्रिवान वेलकम ब्याक टु माई ब्लग र आज चाहिँ हामी चर्च गएको थियौँ नि त सन्डे अनि चर्चबाट फर्केर आउँदा चाहिँ हामी एकछिन विशाल मार्ट घुमेको थियौँ अनि त्यसपछि लालबजार पनि गएको थियौँ नि त अनि विशाल मार्टमा चाहिँ के किन्यो भन्दा चाहिँ मैले एक दुईवटा सामान किनेको छु म तपाईँहरूलाई देखाउँदैछु होइन सो लेट्स सी लस अन्त मैले चाहिँ के ल्यायो भन्दा चाहिँ नि यो बेसिनको लागि यो वाइपर ल्याएँ दिस ओन्ली 19 रुपिस होइन यो वाइपर ल्याएको छु मैले यो कुसन कभर ल्याएको छु होइन मेरोमा चाहिँ अहिले चाहिँ कुसन एउटा मात्रै छ नि यहाँ रुममा चाहिँ ब्लूमा ल्याएको छु अरू कलर पनि थियो तर अहिले चाहिँ दुईवटा मात्रै ल्याएँ मैले ब्लू कलर ट्राईको लागि होइन किनभने कुसन चाहिँ अलिक ठुलो छ नि त अनि यो छ मेरो छोराले मलाई कस्तो शरम पार्यो भन्दा चाहिँ अब यो गाडीहरू सबै गाडीहरू बोकेर हिँड्ने होइन यो चाहिँ 100 रुपिसमा थियो नि त अनि सस्तो दामको बोकेर हिँडेको 100 रुपिसको मेरो छोरालाई गाडी अनि यो चाहिँ मलाई मेरो भान्जीले किनिदिएको मेरो छोरीले किनिदिएको उसले मलाई गिफ्ट दिएको यो होइन यसमा चाहिँ यो साइडमा रबर ब्यान्डहरू छ होइन चाइनिज रबर ब्यान्ड छ अनि यहाँ चाहिँ बोवाला यस्तो क्लिप छ दुईवटा हो एन्ड थ्याङ्क यू सो मच मेरो छोरीलाई अन्त यो चाहिँ उसको हो उसको पनि यहाँ बोवाला क्लिप छ अनि उसको पनि यहाँ रबर ब्यान्ड छ होइन दिस कस्ट अन्ली 30 रुपिसमा थियो 30 रुपिसमा थियो अनि यो कटन टावल यसले चाहिँ पानी मजाले सोचिन्छ र अन्त यो टावल लिएर आएको छ हामीले एउटा होइन यो चाहिँ अब हामी फ्यामिली युज गर्नुको लागि दिस अन्ली 100 रुपिस राम्रो छ त्यो मेरो छोरीले किनिदिएको होइन यहाँ रुममा दिस अन्ली 19 रुपिस अन्त बहिनीले चाहिँ अब यो घरमा उनीहरूलाई नै चाहिन्छ यो मुरामा बसेर पढ्नु अन्त स्टुलमा बसेर राखेर चाहिँ यो उनीहरू बस्छ नि त यो दुईवटा भाइ र उसको दिदी र भाइको दिस अन्ली 19 रुपिस एकदम राम्रो छ ह्यान्डमेड हो नि त यो अनि त्यो भयो होइन अनि लालबजारबाट चाहिँ मेरो हस्बेन्डलाई किट्टु ल्याइदिएको छ यस्तो दामी छ किट्टु हेरौँ अब उसलाई चाहिँ मनपर्छ कि मन पर्दैन होइन चाहिँ मेरो हस्बेन्डलाई किट्टु हो हेर्नुहोस् यो चाहिँ त्यतिकै लगाएर हिँड्नु मात्रै हो अनि लालबजारबाट चाहिँ मेरो लागि पनि एउटा स्लिपर ल्यायो होइन यो फ्यान्सी जस्तै कोही बेला नानीहरू लिनु जाँदा पुऱ्याउनु जाँदा एकछिन दोकानहरू जाँदा लगाउने हो यो एउटा अन्त त्यस्तो महँगोको त होइन अब यो चाहिँ सस्तो दाममा पाएर चाहिँ लिएको होइन अनि यो पनि होइन अनि यो पनि विशाल मार्टबाट लिएर आएको 100 रुपिस मात्रै थियो नि त यो चाहिँ रुमभित्र लगाउने स्लिपर अलरेडी छ तर पनि कलर पुरा मन पर्यो अरे बहिनीलाई अन्त लिएर आएको सो गाइस तपाईँहरूलाई कस्तो लाग्यो मेरो आइटम्सहरू होइन अनि गाइस आज एउटा छ होइन यो चाहिँ पेला चाहिँ म घरमा ल्याउने यो पनि अफरमै थियो यो हेर्नुहोस् यो मैले घरमा उता मेरो घरमा ल्याउने हो नि त यो पेला 6वटा पिस यो पनि अफरमा थियो र यो पनि लिएर आएको छु तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोस् होला अन्त हेर्नुहोस् म चाहिँ अब यो लगाएर तपाईँलाई देखाउँछु होइन केटाकेटी हुनु पऱ्यो नि त बेला बेला त यो चाहिँ मैले नै चुज गरेको यो जुन यो स्पार्कल छ यो भित्र होइन यो भित्र स्पार्कल छ होइन यो यो बटरफ्लाई भित्र राम्रो रहेछ डिजाइन कि मन पर्यो कि टाइट भयो नि त हेर नि यो बहिनीको पनि ट्राई गर्दैछु म नगर्नु भाइ चप्पल त मन पर्यो मलाई अनि अनिको लाबर पो दामी लाग्यो त मलाई राख्न त मेरो रबर राख मलाई दियो त तिमीले 7 नम्बर आजको भ्लग चाहिँ यति नै छ नाउडेज अहिले हिजो आज आइएम भेरी बिजी होइन नानीहरूको पनि इक्जामहरू आउँदैछ सो त्यसै कारण हामी चाहिँ अहिले पुरा बिजी म चाहिँ पुरा बिजी छु नि त त्यसै कारणले भिडियोहरू पनि रेगुलर बनाउनु पाएको छैन सो बाई गाइस थ्याङ्क यू सो मच फर वाचिङ एन्ड गुड नाइट बाई